हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी नेपालगञ्ज त्यो एयरपोर्टमा आएको छौँ हैन। नेपालगञ्ज एयरपोर्टमा आज त्यस्तै घुमघाम गर्न आएको हो। देख्न सक्छौँ नेपालगञ्ज एयरपोर्ट हामीहरूले। सो गाइज, हामीहरू चाहिँ नेपालगञ्ज आएको थियौँ अनि नेपालगञ्ज आएको बेला जहाँ चाहिँ एयरपोर्ट पनि पसौँ भनेर यता आएको हैन। तर भित्र चाहिँ मोबाइलहरू युज गर्न मिल्दो रहेछ। हामी चाहिँ भित्र गएर आइसक्यौँ। सो तपाईहरुले देख्न सक्नुहुन्छ नेपालगञ्ज विमानस्थल यही नै हो हैन। यता चाहिँ गाडी पार्किङहरू रहेछ हैन। यता चाहिँ गाडी पार्किङहरू छ। अनि सो अब चाहिँ हामी हिँड्नु पर्छ। लेट्स गो। अब चाहिँ आज चाहिँ हामी भिजिटमा हिँडिरहेछौँ के बर्दिया टु नेपालगञ्ज सर र घुमघाम तरिकाले हिँडिरहेछौँ। देख्न सक्नुहुन्छ। म अरू ठाउँ पनि देखाउँछु आज तपाईहरुलाई। सो अब चाहिँ जाँदैछौँ हामी। लेट्स गो। अब चाहिँ यहाँबाट हिँडिसक्यौँ। अब चाहिँ हामी जान्छौँ अब नेपालगञ्जतिर। 20 रुपियाँ दिनु पर्दो रहेछ यहाँ चाहिँ हैन। 20 रुपियाँ दिएर चाहिँ हामी हिँडिसक्यौँ। अब चाहिँ त्यही गएर रहेछ यार मेन भाइरल भएको फुल चाहिँ पुरा देखिन्छ यार मान्छे। सो गाइज, भाइरल भएको फुल चाहिँ यही हो नेपालगञ्जको। देख्न सक्छौँ हामीहरूले। हामी पनि पुगिसक्यौँ यहाँ हैन। भाइरल भएको फुलमा हामी पनि पुगिसक्यौँ। हामी पनि अब भाइरल भयो। आज नेपालगञ्ज हानिदिइरहेको लास्ट भिडभाड छ यार बाटो त। लास्ट भिडभाड छ क्या बाटो। अरू त रहेन छ, थोरै मात्र रहेछ त। फुल त थोरै रहेछ क्या। फुल थोरै रहेछ हैन। थोरै देख्न पाउनु भयो। धेरै भए चाहिँ धेरै देखाइदिन्थे। थोरै रहेछ, थोरै देख्न पाउनुहुन्छ। यहाँतिर पनि रहेछ थोरै। नेपालगञ्ज आएर यो के हो त यसको नाम भन्न? राइता। नेपालगञ्ज आएर हामी राइता खान लागिसक्यौँ गाइस हैन। के हो दम बिरयानी के हो दाइ? दाइ भन्नु न किसिम दाइ के हो के हो भाइ? इसका नाम क्या है? चिकन 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 रोटी। चिकन रोटी है। चिकन रोटी। हामीले चिकन रोटी खान लाग्छ गाइस, नास्ता हैन। ल अब चाहिँ हामीले खानासाना खाइसक्यौँ हैन। खाइसक्यौँ। दाइ उता हात धुन जानुभयो। अब पनि यता छु। अब चाहिँ हामी यहाँबाट फेरि पनि जानुपर्ने कुरो हुन्छ। अब यहाँबाट चाहिँ निस्किन्छौँ। सो गाइस है, अब चाहिँ नास्ता खाएर बाटोमा निस्किसक्यौँ। अब चाहिँ हामीहरू रुपैडातिर जान लागेको छौँ। रुपैडा गएर चिसो ल्याएर आउने प्लानिङ छ हाम्रो चाहिँ हैन। गर्मी लागिसक्यो नि त, चिसो खानु पर्यो। चिसो लिएर आउने सोचमा छौँ हामी चाहिँ। अब रुपैडातिर। रुपैडा चाहिँ कति भिड हो क्या। लास्टै भिड रहेछ रुपैडा चाहिँ हैन। रुपैडा भिड रहेछ। अगाडि चाहिँ पुरा नाकाबन्दी छ हैन। त्यसको कारणले चाहिँ अब मैले मोबाइल चलाउन पाउँदिनँ। अब नाका कटिसकेपछि पाउँछु हैन। सो गाइज, नाका कटिसकेपछि पाउँछु। अगाडि चाहिँ चेकिङ छ। नेपालगञ्ज साथीमा हैन। यता के भन्छ यो माजा लिन। माजा यसको माजा बोल्दै हैन। माजा लिन आइसक्यो रुपैडिया। सो गाइस देख्न सक्नुहुन्छ रुपैडिया पनि भिजिट हान्ने हो। रुपैडिया पनि भिजिट हानिसक्यौँ। सो गाइस अब चाहिँ हामी घरतिर लाग्छौँ होला साइड। अब सिधै घर। कितना रुपया है ये? 160। कितना? 160 है। ठीक है। रुपैडिया त लास्टै भिडभाड हुँदो रहेछ। म चाहिँ धेरै पछि आएको हैन। धेरै पछि आए। सो गाइस हैन, देख्न सक्छौँ हामीले चाहिँ धेरै सस्तो सामानहरू पनि पाइँदो रहेछ। चाहिन्छ भने यहाँ रुपैडिया आउनु होला हजुरहरूलाई। लास्टै सस्तो सामानहरू। स्केटिङ पार्क रहेछ त त्यहाँ त।
हिँड्ने हो क्या फेरि दिनमा बाँसगाडी हिँड्ने हो आज घुमाइ मस्त भयो यार मजा आयो क्या तर भाडा चाहिँ दुख्दो रहेछ यार सो गाइज नेपालको हामी रुपैडिया गएको थियौँ रुपैडियाबाट अब फेरि नेपालगञ्ज आयौँ नेपालगञ्जबाट चाहिँ घर जानुपर्ने हुन्छ नेपालगञ्जबाट घर जाने कुरो हुन्छ होइन अब हामी घरतिर लाग्छौँ सो अब सम्झना हुँदै घरतिर लाग्ने हो हामी भम्बोजीबाट भित्र हिँडिसक्यौँ अब चाहिँ घर फर्किन लाग्छौँ गाइज होइन आजको टुर चाहिँ बवाल भयो होइन आजको चाहिँ बवाल लाग्यो मलाई त होइन अब अर्को दिन कहिले आएछ भने फेरि पनि देखाउँला अब चाहिँ घरतिर जान लागिसक्यौँ सो गाइज आजको छोटो मिठो भ्लग चाहिँ यहीँसम्म हुन्छ होला सबैजनाले लाइक सब्सक्राइब सेयर गरिदिनु होला सो गाइज मेरो भ्लग हेरेर मनोरञ्जन लिनु होला ल आजलाई बाई टाटा